होइन, एकदम सजिलो छ। केही गर्नु पर्दैन तपाईँले होइन। यहाँनिर तपाईँले चाहिँ तपाईँसँग फोसेट पे वालेट हुनुपर्छ। यो फोसेट पे वालेट हो, यसको लिङ्क म तल राखिदिन्छु। त्यहाँनिर गएर तपाईँले वालेट बनाउन सक्नुहुन्छ होइन। वालेट बनाइसकेपछि यहाँनिर तपाईँको चाहिँ जुन वालेटमा तपाईँले चाहिँ इमेल हाल्नुभएको छ, त्यो इमेलले मात्रै तपाईँले काम गर्ने हो, अरू केही गर्नु पर्दैन। तपाईँले इमेल हालिदिनुहोस् अनि डेली विथड्र गर्नुहोस् है। यहाँनिर चाहिँ तपाईँले देख्न सक्नुहुन्छ 82,122 0.000 छ होइन। अब यो चाहिँ मैले यहाँबाट चाहिँ सिम्पली विथड्र गरेर देखाउँछु तपाईँलाई होइन। यहाँनिर तपाईँले के गर्नुहोस् भन्दाखेरि लिङ्क म तल राखिदिन्छु। यहाँनिर फोसेट पेको इमेल भनेको छ होइन। अरू लाइटकोइनको एड्रेस नै हाल्न सक्नुहुन्छ होइन। यहाँनिर इमेल हालेर तपाईँको चाहिँ यहाँनिर क्याप्चा, यो क्याप्चामा चाहिँ एड भइसकेपछि स्टार्ट माइनिङमा क्लिक गरिदिनुहोस्। क्लिक गरिसकेपछि तपाईँको यहाँ एकाउन्ट लगइन हुन्छ होइन। लगइन भइसकेपछि तपाईँले यहाँनिरबाट डाइरेक्ट विथड्र गर्न सक्नुहुन्छ यता। यहाँनिर देख्न सक्नुहुन्छ यो चाहिँ यसरी चलिरहेको छ। सरी, यहाँनिर अलिकति डिस्टर्ब भयो। अनि यहाँनिर विथड्र क्लिक गर्नुहोस् होइन। विथड्र क्लिक गरिसकेपछि यहाँनिर फोसेट पे आउट, यहाँनिर इमेल अटोमेटिक आउँछ। अनि तलपट्टि चाहिँ तपाईँले यहाँनिर म्याक्स क्लिक गरिदिनुहोस्। म्याक्स क्लिक गरिसकेपछि यहाँनिर 313 12 गरिदिनुहोस् होइन। 1 पोइन्ट कम हुनुपर्छ किनभने विथड्र हुँदैन। अनि त्यसपछि यहाँनिर विथड्र बटन छ, विथड्रमा क्लिक गर्नुहोस्। तपाईँको इन्स्ट्यान्ट तुरुन्तै यहाँनिर देख्न सक्नुहुन्छ पेड, यो पेड भइसक्यो। यहाँनिर चाहिँ अब मेरो यहाँनिर देखाउँछु तपाईँलाई ब्यालेन्स। यहाँनिर फोसेट पेमा होइन 82,000 यहाँनिर देख्न सक्नुहुन्छ 82,122 छ होइन। 82,122 मैले म रिफ्रेस गर्छु एकचोटि। यहाँनिर रिफ्रेस भइसकेपछि देख्न सक्नुहुन्छ तल एकछिन यहाँ लोडिङ भइरहेको छ। यहाँनिर एउटा चाहिँ पे आउट रिसिभ भनेर देखाएको छ। यहाँनिर 82,000 थियो, यहाँनिर देख्न सक्नुहुन्छ 1,13,000 भइसक्यो। त्यो चाहिँ मेरो रिसिभ भयो। यहाँनिर तल पनि देख्न सक्नुहुन्छ ट्रान्जेक्सनमा लाइटको सिसीबाट 312 चाहिँ 31,000 चाहिँ लाइटको रिसिभ भयो। यस्तै फ्रीमा चाहिँ तपाईँले अर्निङ गर्ने वेबसाइटहरू अनि एप्सहरूको बारेमा जान्न चाहनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गर्नु होला। धन्यवाद।